पछि के छ भनौँ अब थोरै समय लाग्छ 4 दिन लाग्छ यो महाधिवेशनलाई कुन रूपमा लिइराख्नु भएको छ जुन राजनीतिक परिस्थितिमा महाधिवेशनमा गइरहेछौँ सबैभन्दा पहिले दलहरूले चाहिँ समाजको एजेन्डा बोक्नुपर्छ त्यसपछि आजको हाम्रो महाधिवेशनको मुख्य एजेन्डा भनेको चाहिँ नेतृत्व परिवर्तन यसलाई मैले यसै गरी तपाईँहरू नेतृत्व परिवर्तन भन्नुहुन्छ पार्टी सिङ्गो पङ्क्ति चाहिँ केपी ओलीलाई सर्वसम्मत अझ फेरि अध्यक्ष बनाउन लागि परेको छ सिङ्गो पङ्क्ति लागि परेको छैन जस्तो हाम्रो देशभरिका कार्यकर्ताहरूको मनोभावना चाहिँ तपाईँ बुझ्नुहुन्छ म बुझ्छु मलाई थाहा छ त्यस भएपछि जस्तो होइन कमरेड ट्राइब्युनलको पक्षमा पनि हुनुहुन्छ कमरेडहरू तर उत्तिकै उहाँको विपक्षमा पनि हुनुहुन्छ तपाईँहरू 4 दिन अगाडि तयारी गरेर होइन तपाईँले चाहिँ 4 दिन अगाडि तयारी तपाईँले आज जे देख्नुभयो त्यो मात्रै तयारी होइन नि त हामी निरन्तर तयारी गरिरहेछौँ तपाईँहरू ईश्वर पोखरेललाई अध्यक्ष बनाउनलाई लागि पर्नु भएको छ होइन हामी हाम्रो समूहको नेता कमरेड ईश्वर पोखरेल हो अब के जित्नुहुन्छ उहाँले केपी ओलीलाई एमालेमा टक्कर दिएर के सम्भावना छ त कुनै काहीँ ठाउँ होइन तपाईँको प्रश्न नै गलत छ के तपाईँको प्रश्नको प्रस्तावना नै गलत छ जस्तो टक्कर पार्टीभित्र चाहिँ यो चाहिँ आन्तरिक प्रतिस्पर्धा हो प्रतिस्पर्धामा जसले धेरै भोट ल्याउँछ त्यसले त्यो नेता हुन्छ र जसको कम भोट आउँछ उहाँ पनि हाम्रो नेता नै रहिरहनु हुनेछ अनि टक्कर गर्नुहुन्छ फाइट गर्नुहुन्छ भन्ने होइन यो सामान्य पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा हो यसरी प्रतिनिधि छनौटमा पार्टी अध्यक्ष सिङ्गो महासचिव सबै लागेर उताको प्रतिनिधि होइन महासचिव आफ्नो पक्षमा लाग्ने स्वाभाविक कुरा हो हाम्रो पक्षमा पनि देशभरिका कमरेडहरू लाग्नु भएको छ अनि प्रतिनिधि कतिको ल्याउन सफल हुनुभयो त विवादले निकै चर्चा थियो फेरि मिल्नु भएछ कता चाहिँ प्रतिनिधिहरू आउनु भएको छ माथि हामीले जे कुरा गरेका छौँ राजनीतिक रूपमा त्यो कुरालाई आधार बनाएर देशभरिबाट प्रतिनिधिहरू आउनु भएको छ धेरै ठाउँमा चुनाव भएर आउनु भएको छ धेरै ठाउँमा सहमति भएर आउनु भएको छ यो चाहिँ हाम्रो नेकपा एमालेको कल्चर पनि हो यो चाहिँ तपाईँको पार्टी 2/3 सरकार थियो जेन्नी आन्दोलनपछि चाहिँ भागाभागको अवस्था भयो यो पछि फेरि पार्टी अलि जुर्मरा जस्तो पनि भयो तपाईँ नेतृत्व परिवर्तनको कुरा गरेर चाहिँ जसरी लागिराख्नु भएको छ देशको पब्लिकले तपाईँहरूको एमालेका सच्चा नेता कार्यकर्ताले गरिरहँदा किन चाहिँ पार्टीको मेन लाइनर चाहिँ किन परिवर्तन हुन नचाह जस्तो लाग्यो तपाईँलाई होइन यो सत्ता र शक्ति चाहिँ कसैले त्यतिकै चाहिँ छोड्दैन अनि फेरि कस्तो भने पार्टीभित्रको संस्कारभित्र मूल्यभित्र चाहिँ आज नेकपा एमालेमा जे अभ्यास भएको छ यो चाहिँ नयाँ भएको छ कस्तो भने हामीले विधानमा चाहिँ 70 वर्षीय उमेर 2 कार्यकालको जुन विधानको व्यवस्था गरेका छौँ त्यसलाई पनि व्यक्तिलाई हेरेर चाहिँ साँच्चै नेकपा एमाले नयाँ ढङ्गले जाने या नयाँ नेतृत्वबाट अगाडि बढ्ने निश्चित भन्न सकिन्छ नयाँ ढङ्गले नजानुको चाहिँ विकल्पै छैन हामी अस्तिसम्म भदौ 22 गतेसम्म जे भनेर हिँड्यौँ नि आम समाजले त हामीलाई त नकारेको रहेछ नि त हाम्रो पार्टीको नेतृत्व त समाजभन्दा बेखबर रहेछ नि त त्यसपछि हामी सचिनुको त कुनै विकल्प नै छैन आज केहीको विकल्प छैन भने हामी सचिनुको विकल्प छैन प्रतिनिधि तपाईँहरूले लामो समयले जेन्जी आन्दोलनपछि युवा भन्ने युवा अनुसारको प्रतिनिधि आएको होइन हामीले जेन्जी आन्दोलनपछि मात्रै होइन म लगायत केही कमरेडहरू जेन्जी आन्दोलनभन्दा पहिला पनि हाम्रो पार्टीमा अब यो जुन मनोविज्ञान जुन अभ्यासहरू हामीले गरेका छौँ यो कम्प्लिट चेन्ज हुनुपर्छ भनेर हामी लागिरहेको थियौँ र हामी त्यसैलाई अकुपाई गरेर अगाडि बढाएको छौँ आफ्नो पार्टीको सरकार थियो आफ्नै पार्टीको पक्षभन्दा धेरै विरोध गर्नुभयो भनेर तपाईँहरूको होइन बरु हामीले होइन के कुन एजेन्डामा कारबाही गरे भन्ने त तपाईँ अपडेट हुनुहुन्छ होला नि त अनि आफ्नै पार्टीको सरकार हुने बित्तिकै निरपेक्ष समर्थन गरिँदैन नि त आफ्नो पार्टीको सरकारले जनता विरुद्ध निर्णय गर्यो भने त यो जनताको विरुद्ध छ भन्नु परेन यो अहिले तेस्रो पटक केपी ओली एमालेको अध्यक्षमा उठिराख्दा जुन किसिमको उहाँको बहुमत सरकार थियो पार्टीमा निरङ्कुशता उहाँलाई विपक्षीहरूले पनि आरोप लगाउँछन् निरङ्कुशै मान्छे त्यसो भएर हामी उहाँले छोड्नुपर्छ भनिरहेछौँ त उहाँले अहिले छोड्दा चाहिँ एमाले के बलियो हुन्छ र 50% त स्वतः बलियो हुन्छ उहाँ त मैले बना पार्टी हो पहिला है उहाँले के भन्नुहुन्छ भन्ने कुरा मात्र भ्यालिड होइन भन्ने कुरा त प्रमाणित भएको छैन र ल साथीहरुको थप
त्यसो हो भने अहिले देश जेन्जी आन्दोलनपछि त सङ्कटमा छैन। यो सङ्कटमा चाहिँ तपाईँहरूले सहमतिमा महाधिवेशनलाई सम्पन्न गर्नुको सट्टा किन विवाद खडा गर्नु भएको भने? होइन, यो विवाद नै होइन, यो चाहिँ आन्तरिक प्रतिस्पर्धा हो। अनि जहिले पनि महाधिवेशन भनेको सबैभन्दा उपल्लो थलो हाम्रो विधि निर्माणको, नेतृत्व निर्माणको, विधान निर्माणको उपल्लो माथिल्लो थलो हो। अनि यसलाई चाहिँ हाम्रो पार्टीभित्र भएको प्रतिस्पर्धा, हाम्रो पार्टीभित्र भएको मत अभिमत, बहस छलफललाई चाहिँ विवादका रूपमा नलिदिनु होला भनेर म आग्रह गर्न चाहन्छु। तर आगामी के अरे योभन्दा अगाडिका तपाईँहरूको महाधिवेशन हेर्दा जसरी पार्टीका प्रतिस्पर्धीहरूलाई तह लगाइयो नि, भोलि तपाईँहरू कतै त्यही चेपुमा त पर्नुहुन्न? भित्रभित्र डर लागेको छैन? आउने त केपी ओली नै हो। यस्तो कस्तो भने राजनीतिमा चाहिँ डरको, करियरको मात्रै चिन्ता गर्ने हो भने चाहिँ राजनीति नगरे पनि हुन्छ। राजनीति गर्ने पात्रले करियर मात्रै हेर्छ भने चाहिँ ब्युरोक्रेसीतिर, पुलिसतिर अनि आफ्नै कुनै पेसा व्यवसाय अप्नाए पनि हुन्छ। त्यस भएपछि जहिले पनि आम नागरिकको मनोविज्ञानको ख्याल गर्दै राजनीति गर्ने हो राजनीतिकर्मीहरूले। आज हाम्रो नेताहरूले जे कुरा भनिरहनु भएको छ यो कुरा चाहिँ अझ वस्तुवादी छ। अब कमरेड केपी ओलीले सम्मानपूर्वक बिदा लिनुपर्छ र नेतृत्व हस्तान्तरण चाहिँ निशर्त हुनुपर्छ भन्ने कुरा चाहिँ आजको सबैभन्दा वस्तुवादी कुरा हो भन्ने मलाई लाग्छ। त्यो प्रयत्नमा हामी आम रूपमा लागिरहेछौँ। अन्तमा 11औं महाधिवेशनमा युवा नेत्री उषा किरणको भूमिका केमा देख्छौँ त हामीले आम जनताले? उम्मेदवारी केमा देख्छौँ? उम्मेदवार नहुने त कुरै भएन, तर हाम्रो पनि समूह छ अनि मेरो आफ्नै समकक्षी साथीहरू पनि हुनुहुन्छ। अनि म निरन्तर विगत 20 वर्षदेखि एउटै कमिटीमा काम गरिरहेका सिनियर कमरेडहरू पनि हुनुहुन्छ। सबैको सल्लाहमा मेरो उम्मेदवारी हुन्छ। सचिवमा हुन्छ? अहिले म यो भन्न चाहन्न। यो होइन, पछिल्लो वर्ष त तपाईँ छ नि नेपाली राजनीतिमा एउटा केपी ओलीको विरोध गरेको भरमा आन्तरिक पार्टीमा पनि कारबाही भोग्नु परेको व्यक्ति हो। त्यसकारण तपाईँलाई देशले हेरेको छ क्या, एउटा निडर नेत्रीको रूपमा हेरेको छ। तपाईँ जतिको मान्छे नेकपा एमालेमा सुदृढ गर्नको लागि आवश्यक छ भन्ने बुझाएको छ। त्यस कारणले तपाईँले खुलेर भन्नु पऱ्यो नि त आज। होइन, यस्तो नखुल्नुको मतलब चाहिँ म कुनै भूमिकामा हुन्न, म बिदा हुन्छु अथवा मैले जित्नै पर्छ भन्ने होइन। मैले भन्नुको मतलब चाहिँ म सामूहिक निर्णयमा मेरो समकक्षी साथीहरूको, कमरेडहरूको जे निर्णय हुन्छ त्यसलाई म स्वीकारेर सबैसँग सँगै अगाडि हिँड्छु। म नेतृत्वमा आउने पहल प्रयत्न गर्छु। यो तपाईँहरूले यो विभिन्न भेला गरेर जुन विद्या भण्डारीले सदस्यता नपाउनुदेखि अहिले जुन सदस्यता चरणमा प्रतिनिधि छनौटमा जुन किसिमको विवाद भयो, जुन किसिमको अराजकताका उन्नतिरका मुन्ना भन्ने आम जनमानसमा त्यो किसिमको चर्चा छ। एमालेभित्र के पछिल्लो समय अराजकता झन् मौलाउँदै गयो हो? एमालेभित्र अराजकता भन्दा पनि यो अस्तिको जेन्जी आन्दोलनको बाई प्रोडक्ट पनि हुनसक्छ होइन, तर त्यो निर्णायक फ्याक्टर होइन। नेकपा एमालेभित्र त्यस्तो गुन्डागर्दी छैन, त्यो निर्णायक फ्याक्टर होइन। त्यो कुनै कतै त्यो कुनै ठाउँमा घटिरहेका घटनाहरू मात्रै हो। त्यसले हाम्रो पार्टी जीवनलाई प्रभावित पार्दैन, पार्नुहुन्न। हस्, धन्यवाद। अन्तमा केही छ भने सन्देश